हेर्नुहोस् यो कलङ्कीमा उभिरहेको टावर के हो भन्नु होला। यो चाहिँ 2022 देखि 2053 सालसम्म 30 वर्ष सञ्चालनमा रहेको यो रज्जुमार्ग अथवा रोपवे सिस्टम हो, जुन अमेरिकन सहयोगमा बनेको थियो। आज पनि तपाईँले चाहिँ यो कलङ्कीमा, चन्द्रगिरीमा, भैँसेमा जुन हेटौँडा जाने बाटो छ त्यहाँ टावर देख्नुहुन्छ र यो चाहिँ तपाईँको डिब्बाहरू झुन्डिरहेको देख्नुहुन्छ। यो चाहिँ राम्रोसँगले सञ्चालन थियो। यसमा चाहिँ 8वटा टर्मिनल थियो, 7वटा स्टेसन थियो, 360 चाहिँ तपाईँको डिब्बा थियो। यो आज बन्द भएको देख्दाखेरि दुःख लाग्छ र यसलाई फेरि प्रयोग गर्न सकिन्छ भन्ने कुरा चाहिँ अध्ययन गर्नुपर्छ, अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। आज काठमाडौँमा हरेक दिन वीरगन्जतिरबाट चाहिँ 700वटा कन्टेनर र गाडी गरेर 700वटा मालवाहक सवारीहरू काठमाडौँ भित्रिन्छन् र बाहिरिनी गरेका छन्। यसले गर्दाखेरि हाम्रो सडक निर्माणमा पनि ठुलो धनराशि खर्च भएको छ, मर्मत समारमा पनि खर्च भइरहेको छ, यातायात व्यवस्थापन, सडक सुरक्षामा पनि हामीलाई समस्या भइरहेको छ। तर त्यही भएर यसलाई बिउताउन सकिन्छ कि निजी क्षेत्रको लगानी मार्फत यो रिस्क बाँडफाँड गरेर राजस्व बाँडफाँड गर्ने हिसाबले हाम्रो पिपिपी अरेन्जमेन्टमा 50 वर्षसम्म निजी क्षेत्रलाई निर्माण सञ्चालन गर्न सक्ने व्यवस्थापन छ। त्यसबाट गर्न सकिन्छ कि अब अहिले बजेटको मुखमा छ, यसलाई अलिकति प्राथमिकतामा राख्नुपर्छ र हाम्रो चाहिँ